हेलो एवरीवन, गुड इवनिंग। कैसे हैं आप सब? अच्छा, पहिलो कुरा म आज नेपालीमा कुरा गर्न पसन्द गर्छु। दार्जिलिङको गोर्खाल्यान्डको मागको लागि अरू भारत माताको लागि जति पनि वीरहरूले आफ्नो जीवन त्याग्नु भएको छ, अरू दार्जिलिङको लागि जति पनि बच्चाहरूले आफ्नो आमा खोज्नु भएको छ, उहाँहरूको लागि म धेरै नै दुखी छु। अरू आफ्नो आमा बुबाको कमी त कसैले पनि पूरा गर्न सक्दैन, तर हामीहरू कोसिस गर्छौँ जे उहाँहरूको बलिदान त्यसै नजाओस्। अर्को साथै मेरो जुन चाहिँ भिडियोहरू मैले पोस्ट गरेको थिएँ, हजुरहरूले देख्नुभएको होला। म कति थकेर आएको तैपनि मेरो म्यानेजमेन्ट टिम हामीहरूको पुरा उसले मलाई देखायो है। पहिलो कुरो, मेरो नाम हो सीमा सुवेदी श्रेष्ठ। अरू मेरो ख्याल से मेरो नाम, मेरो जुन चाहिँ थर हो, वो थरले समग्र नेपाली जाति र समग्र नेपाली भाषी र समग्र गोर्खा कल्चरलाई रिप्रेजेन्ट गर्छ। अरू अर्को कुरो हजुरहरूलाई म पहिलो पटक भन्न चाहन्छु, मेरो जुन चाहिँ पीआर टिम हो त्यसमा सायद 3-4 मेम्बर नेपालबाट हुनुहुन्छ। र यस्तो खालको कमेन्ट गरेर मलाई राम्रो लाग्छ मेरो गोर्खाली दाजुभाइहरूमा कि उहाँहरूले मेरो तर्फबाट एटलिस्ट कोही पनि खराब कमेन्ट गर्नु भएन। त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद। दोस्रो कुरो, हामी नेपाली भाषी हौँ। आज नेपाली भाषी, नेपाली जाति, नेपाली सम्प्रदाय, गोर्खा सम्प्रदाय र समग्र गोर्खा जातिको लागि, उहाँहरूको हितको लागि अगर काहीँ पनि फाइट गर्नु पर्यो भने सीमा सुवेदी हमेशा तयार छ। लेकिन आज मैले जब जितेकी थिएँ, अर्को कुरो साथै, आज मैले जब जितेकी थिएँ तब समग्र नेपाली जातिले पनि, जति पनि मलेसियामा हुनुहुन्थ्यो उहाँहरूले धेरै एप्रिसिएट गर्नुभएको थियो, समग्र गोर्खा जातिले। र हामी एक हौँ, भलै हामी यहाँ रहौँ या वहाँ रहौँ। हाँ, अर्को कुरो हजुरहरूलाई लाग्यो होला आज हजुरहरू पनि आफ्नो जग्गामा सही हुनुहुन्छ, किनभने एउटा कमेन्ट 4-5 वटा मैले कमेन्ट यस्तो पाएँ जसले मेरो देशलाई, भारतलाई, साथै भारतमा रहनु भएको 1000 करोड तमाम समग्र विश्वमा रहनु भएको गोर्खाहरूलाई गाली दिएको। त्यस गालीको प्रत्युत्तरमा त्यो गालीलाई जब उहाँहरूले हामीहरूको लागि गाली बक्नुभयो, आज हेर्नुहोस् मैले अलिकति नराम्रो पनि होइन, मैले खालि अलिकति भन्दा हजुरहरूलाई कति दिल दुख्यो। अब यो कुरालाई अप्लाई गर्नुहोस् मेरो क्षेत्रमा, जुन भारतलाई मैले रिप्रेजेन्ट गरेँ, जुन चाहिँ भारतमा हामी बस्छौँ। आज हामीहरूको भारतीय जाति, भारतीय गोर्खा, समग्र गोर्खा जात, समग्र हिन्दू गोर्खाहरूको लागि, समग्र नेपाली भाषीको लागि आज हामीहरू लडिरहेका छौँ। आज जग्गा जग्गाबाट मान्छेहरूले हामीलाई सपोर्ट गर्नुभएको छ। आज विदेशमा रहनुभएका नेपालीहरूले पनि, हामीहरूलाई सपोर्ट गर्नुभएको छ है। समग्र नेपाली भाषी, समग्र गोर्खा जातको हितको लागि हमेशा आज जब कुरो केवल गोर्खा जातै मात्रै होइन, कोही पनि नारी, कुनै पनि नारी माथि जब पनि अत्याचार हुन्छ, अरू मैले त्यो कुरा देखेँ भने म सीमा सुवेदी हमेशा त्यस नारीको प्रति, उहाँ नारीको भएर खडा हुनलाई म आफ्नो एउटा रेस्पोन्सिबिलिटी महसुस गर्छु। हजुरहरूले भन्नुभयो म नेपाललाई नफरत गर्छु है, ठिक छ, हजुरहरूको मते म नेपाललाई नफरत गर्छु। लेकिन हजुरहरूले सायद ये देख्नु भएन, मैले सोशल पोस्टमा जब मिस नेपाल अस्मी श्रेष्ठले नेपाललाई रिप्रेजेन्ट गर्नुभएको थियो इन्टरनेसनल लेभलमा, वर्ल्डमा, तब म पहिलो इन्सान थिएँ, पहिलो भारतीय थिएँ होला जसले अस्मी श्रेष्ठको पोस्ट आफ्नो पेजमा सेयर गरेकी थिएँ र उहाँलाई गुड लक भनेकी थिएँ। कति खुकुरी नाच भएको गोर्खा, हामीहरूको गोर्खा रेजिमेन्टको हामीहरूको सोल्जरहरूले खुकुरी नाच प्रदर्शन गरेकामा त्यो चिजलाई आफ्नो पेजमा ल्याएर प्रमोट गर्ने मै थिएँ। र यो कसरी हजुरहरूले सोच्नुभयो? आज धेरै मान्छेहरूले, दाजुभाइहरूले यो भी भन्नुभयो कि रिमुभ योर सरनेम एन्ड अल। पहिलो कुरो, मेरो सुवेदी श्रेष्ठ थरले
एउटा गोर्खा जातलाई, नेपाली भाषालाई रिप्रेजेन्ट गर्छ। आज हामी जाइ हौँ हामीको माझमा जेही होस्, लेकिन दुनियाँको नजरमा हामी एक हौँ। र हामीहरूलाई इभन म भी नेपालमा गएकी थिएँ, काठमाडौँमा मनोकामना मन्दिर गएँ। इभन आई एम बिग फ्यान अफ नेपाली फुड। अरू नेपाली फुड इज समथिङ लाइक काँकर भिटामा मैले खूब सारा नेपाली फुड भी खाएकी थिएँ। इनफ्याक्ट मलाई आफ्नो नेपाली भाषा जुन चाहिँ हामीहरूको मदर ल्याङ्ग्वेज हो, आज दार्जिलिङमा मान्छेहरू किन लडाइँ गर्दैछन् भन्दा आफ्नो नेपाली भाषाको मागका लागि। आज हजुरहरू खुद, यो मैले स्पेसली नेपालमा रहनु भएको दाजुभाइहरूलाई र नेपाली जनतालाई भनेको, हजुरहरू खुद सोच्नुहोस्, हामीहरूको 7 पुर्खौँले पुस्ताको पुस्ता पता नै कति पुस्ताले भारतको लागि लडियो। आज भी शरदमा इन्डियन आर्मीमा गोर्खा रेजिमेन्टको कति जवान हर साल मर्नुहुन्छ, बित्नु भएको छ। उहाँहरूले आफ्नो प्राणको बलिदान दिनुभएको छ। र आज के लाग्छ हजुरहरूलाई, के हामीहरूले यदि गोर्खाल्यान्ड पायौँ भने मेरो मते उहाँहरूको जुन चाहिँ त्याग हो, जुन चाहिँ बलिदान हो, त्यसलाई अलिकति इज्जत हुन्छ। र हजुरहरूको नराम्रो कमेन्टले मेरो केही खराब गर्दैन। म एउटा आर्टिस्ट हुँ, मेरो कोही जात छैन, धर्म छैन। भोलि पाकिस्तानले पनि मलाई राम्रो अमाउन्ट दिएर मलाई काम गर्न बोलायो भने उहाँको मुभीका लागि, उहाँहरूको टिभी सिरियलका लागि अफकोर्स आई लभ टु गो। के और दोस्रो कुरो, भारत और नेपाल कहीँ साल अगाडि एउटै थियो। र आज यदि हामीहरूले नेपाल भारत भनेर लडाइँ गऱ्यौँ भने हामीहरूको मूर्खामी हुन्छ। अरू यसले फाइदा चाहिँ कोही तीसरो मान्छेलाई नै हुन्छ। फेरि हेर्नु होला। र जे होस्, आफ्नो बीचमा लडाइँ झगडा त त्यस्तै हो। खुन त नेपाली नै हो, खुन त गोर्खाकै हो। र जवान खुन अलिकति एग्रेसिभ भी हुन्छ, राम्रो भी हो। लेकिन आज फेरि म सीमा सुवेदी यस कुराको प्रतिश्रुति दिन्छु, म समग्र नेपाली जाति, समग्र नेपाली भाषी र समग्र गोर्खालाई जे आज मात्रै होइन, इन फ्युचर कहिले पनि गोर्खा जातिको मान, स्वाभिमान र प्रतिष्ठामा कसैले पनि केही पनि उंगली उठायो र गोर्खा जातिको, नेपाली भाषाको मान सम्मानको लागि कहिल्यै पनि मलाई लाग्यो जे मेरो यहाँ बोल्न जरुरत छ। सीमा सुवेदी चाहे जहीँको होस्, त्यसको लागि हमेशा खडा हुन्छे। मुम्बईमा हुनुभएका कति सारा नेपाली, हामीहरूको जुन चाहिँ नेपालबाट बिलङ गर्नुहुन्छ नेपाली गोर्खाहरूले मलाई जान्नुहुन्छ, मेरो खुदको टिममा भी हुनुहुन्छ। र उहाँहरूलाई पनि थाहा छ जे हामीहरू कसरी एक दुसरालाई सपोर्ट गर्छौँ यहाँनिर र हामीहरू कसरी चलेका छौँ। मेरो लडाई या भारतमा भएका समग्र गोर्खाको लडाई नेपालमा रहनु भएको दाजुभाइसँग या नेपाल सरकारसँग होइन, हामीहरूको लडाई हो आफ्नै सरकारसँग। जहाँ हामीहरूले यत्रो साल युद्ध गरेर आज कति परिवारले बाउ खोएका छन्, कति परिवारले आमा खोएका छन्। अस्ति एउटा भिडियो देखेँ मैले फेसबुकमा, बच्चा कसरी रोको मम्मी मम्मी भनेर। एउटा नारी भएकोमा मलाई यस्तो खराब लाग्यो त्यो बच्चाको आँसु देखेर। जसरी पुलिसले त्यो लेडीहरूलाई कुट्यो, जसरी उनीहरूमाथि प्रहार गर्यो, उनीहरूको केही राइट्स थिएन, लेकिन फेरि भी त्यो पुलिसहरूले प्रहार गर्यो। किन? कहाँ पायो त्यत्रो हक? कहाँ पायो? आफ्नो भाषाको माग गर्नु मान्छेको गल्ती होइन। आज नेपाली, यो हामी जुन चाहिँ भाषा बोल्दैछौँ, हामीहरूको मातृभाषा, यस मातृभाषामा हामीहरूलाई गर्व छ। आई नो मेरो नेपाली हुन सक्छ हजुरहरू जस्तो स्पष्ट छैन, लेकिन आई ट्राइड माई बेस्ट टु स्पिक। अरू धेरैजना मान्छेहरूले धेरै कमेन्ट गर्नुभयो, राम्रो भी गर्नुभयो, नराम्रो भी गर्नुभयो। आई एम ओके विथ द्याट। लेकिन साथै एउटै रिक्वेस्ट छ सबैसँग, समग्र नेपाली भाषी र समग्र गोर्खा जातसँग, कि प्लीज हम चाहे इंडियन हो या नेपाल में रहने वाले, लेकिन हामीहरूको बिरुवा त एउटै हो नि। यस कुरालाई नबिर्सिएर खुकुरीको धार चलाउन मैले भी जानेको छ, किनभने गोर्खाको खुन ममा पनि छ। र समग्र नेपाली जाति, समग्र नेपाली दाजुभाइ दिदीबहिनी र साथै
मलाई सपोर्ट गर्नुभएका समग्र गोर्खा जातलाई म मेरो जय हिन्द, जय गोर्खा, मेरो सलाम। अरू जति पनि मान्छेहरूले आफ्नो जान गवाउनु भएको छ यो युद्धमा, यो लडाईँमा, उहाँहरूको लागि म दिलबाट ईश्वरसँग, माता रानीसँग प्रार्थना गर्छु उहाँहरूको आत्माले शान्ति पाओस्। अरू होपफुली हामीहरू आफ्नो एममा, आफ्नो समग्र गोर्खा जातिले जुन चाहिँ सपना देख्नु भएको छ त्यसमा हामीहरू सक्सेस हौँ। अरू समग्र गोर्खा जातिको भाषा कल्चरको सुरक्षाको लागि हामीहरू हमेसा एक दूसरेको साथ दियौँ र हामीहरूको जातलाई हामीहरू प्रोटेक्ट गरौँ, हामीहरूको भाषालाई हामी प्रोटेक्ट गरौँ। एक दिन यस्तो होस् पुरा विश्वमा नेपाली भाषा चलोस्। त्यो दिन चाहे म बुढी क्यों न हो तब तक, लेकिन त्यो दिन मेरो जिन्दगीको सबसे खुसीको दिन हुन्छ। मलेसियामा भी थे, उहाँ भी नेपालबाट आउनुभएको धेरै दाजुभाइ हुनुहुन्थ्यो। जब मैले जितेँ उहाँहरूको खुसी नै अलग थियो, उहाँको चेहरामा रौनकै अलग थियो र धेरै मान्छेले सपोर्ट गर्नुभएको थियो। आज आर्टिस्ट चाहे जो भी हो, मोडल हो, एक्टर हो, कोही भी हो, लेकिन गोर्खा भनेपछि हामीहरू एउटा शब्द हो गोर्खा। जय मा काली आयो गोर्खाली जसलाई भन्छ। र गोर्खा अरू अर्को कुरो, गोर्खाहरूलाई मैले जहाँ पनि देखेँ, हेर्नुहोस् भारतमा आज यत्रो साल रहे पछाडि पनि, भारतवासी भए पछाडि पनि यदि यहाँमा हामीहरूको लागि हर एक कुरामा प्रुफ दिनु पर्दा साँच्चै नै दिल दुख्दो रहेछ। आज हजुरहरू नेपालमा हुनुहुन्छ, हर एक कुराको लागि यदि हजुरहरूले प्रमाण दिनु पर्दा, हजुरहरूको 7 पुस्तादेखिबाट त्यही गर्नु पर्दा अलिकति दिल दुख्छ। किनभने इन्डियन आर्मीमा हामीहरूको गोर्खा रेजिमेन्टले कति गोर्खाको जान गएको छ, कति गोर्खा शहीद हुनुभएको छ यो देशका लागि। र पुर्खुदेखि बगाएको खुन र पसिनालाई हामीहरू त्यसै जान दिन मलाई लाग्छ त्यो हामीहरूको अलिकति बेवकुफी हुन्छ। र त्यही हो मेरो इन्टेन्सन, कुनै पनि नेपाली जातिलाई या नेपालमा हुनुभएको कुनै पनि दाजुभाइलाई नराम्रो भन्ने या यहाँहरूको दिल दुखाउने बिल्कुल भी थिएन। अरू हजुरहरूले अहिले पनि मेरो कुरामा यकिन हुन्न भने मेरो पेजमा गएर हेर्नु होला, अस्मी श्रेष्ठलाई मैले प्रमोट गरेको थिइनँ। र त्यही हो, अरू सबै सुखी रहोस् मेरो एउटै कामना छ। चाहे नेपाल हो, चाहे भारत हो, चीन हो, जहाँ पनि यहाँ गोर्खा दाजुभाइहरू हुनुहुन्छ सबै खुसी रहोस्, आफ्नो आफ्नो एम अचिभ गरोस्। अरू हामीहरू माँ दुर्गाको कृपाले सबै मान्छेको जिन्दगीमा धेरै नै खुसी आओस्। गोर्खा हमेसा जिउँदो रहोस्, चाहे जहीँ जाओस्। अरू मैले पनि आशा गर्छु जसरी मैले गोर्खाको नाम रोशन गरेँ त्यसै गरी म अझै पनि अगाडि बढौँ र समग्र गोर्खा जात र समग्र नेपाली भाषी मान्छेहरूलाई म गर्व महसुस गराउँ। त्यति भन्दै म सीमा सुवेदी हजुर सबैहरूलाई धेरै धेरै धन्यवाद भन्दै, मुरी मुरी धन्यवाद भन्दै, आई नो मेरो नेपाली अलिकति खराब छ, यु नो बिङ आर्टिस्ट। अरू हमेसा हामीहरू हिन्दीमै हामीहरूको कुरा हुन्छ या हामीहरू अब टेलिभिजन मुभिज गर्ने आर्टिस्टहरूको यस्तै नै हुन्छ है। र यो कहिले नसोच्नु होला म नेपाललाई घिन गर्छु, नेपाललाई गर्छु, मेरो खुद सरनेम श्रेष्ठ हो, हामीहरू नेवार हौँ। र त्यही भएर भनेको जे मेरो चाहिँ नाम सीमा सुवेदी श्रेष्ठ हो है, बहुत कम मान्छेलाई थाहा छ। मैले आजै यो कुरो रिभिल भी गर्दैछु। र त्यही भएर अरू यो नसोच्नु होला फेरि अस्मी श्रेष्ठलाई श्रेष्ठ भनेर फेरि प्रमोट गर्यो, त्यस्तो बिल्कुल भी होइन। जुन चाहिँ ट्यालेन्ट हो त्यसलाई रेस्पेक्ट गर्ने हामीहरूको रेस्पोन्सिबिलिटी हो है, चाहे त्यो कोही होस्। र त्यही भएर भन्दै हजुरहरूलाई यदि अलिकति पनि मेरो कुराले दिल दुखायो भने त्यस कुरामा चाहिँ म अगाडि चलेर मेरो मान्छेहरूलाई दिल नदुखोस् है भन्दै, अरू त्यही हो। बाँकी आफ्नो ध्यान राख्नुहोला। अरू हमेसा मलाई गर्व छ नेपाली भाषामा, मलाई गर्व छ गोर्खा हुनेमा। आज पनि देख्नुहोला गुगलमा गोर्खा लेडी भनेरै आउँछ मेरो बारेमा पनि है। र
त्यही हो, आई डोन्ट नो साउन्ड आउँदैछ छैन, म भित्रै थकेर आएकी अहिले। र सपोर्ट गर्नुहोस् गोर्खाल्यान्डको लागि, नेपाली भाषालाई बचाउनुहोस्। अरू हामी गोर्खाली सबै एक हौँ। अरू चाहे हामी कहीँ रहौँ किन, आज कोही पनि नेपालीलाई थप्पड पर्दा मेरो दिलमा दर्द हुन्छ, चाहे जोही होस्, गोर्खाली त गोर्खाली नै हो। र त्यही हो, अगाडि चलेर पनि हामीलाई साथमा चल्न छ, साथ निभाएर एक दुसरेको। र हामीहरू धेरै अगाडि जान छ, धेरै प्रोग्रेस गर्न छ इन्टरनेसनल लेभलमा। गोर्खा एउटा मेरो दिलले विश छ, गोर्खा एउटा यस्तो जात होस् जहाँ पूरा दुनियाँमा नाम कमाओस्, पूरा दुनियाँमा एक होस्, चाहे त्यो नेपालबाट होस् या हिन्दुस्तानबाट, भारतबाट। लेकिन गोर्खा भन्दा मलाई चाहिँ अलिकति धेरै नै गौरव महसुस हुन्छ है। यस कुरालाई ध्यानमा राख्नुहोला। थ्याङ्क यू भेरी मच। जय गोर्खा, जय हिन्द एन्ड गुड नाइट। थ्याङ्क यू वन्स अगेन।